नमस्ते टसिदेले फ्याफुला छ्याजलो म जोर्डेन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु है र सधैं चाहिँ मैले आज पनि एउटा यस्तो एउटा पाठ र मन्त्र अनि प्रार्थना त्यसको एउटा भिडियो ल्याएको छु है र आजको यस भिडियो भने टिबेटनमा हामीले नोर्ला जम्बाला भन्छौं जुन चाहिँ धनको देवता भनौं धनको भगवान है अब उहाँको यो पाठ मन्त्र र प्रार्थना हामीले गर्यौं भने चाहिँ अनि हाम्रो अब धन सम्पत्तिहरु बढ्ने त्यस्तो हुन्छ भन्ने चाहिँ मानिन्छ है र अब हुन त अब धन सम्पत्ति बढाउनु अथवा भनेको एउटा धन सम्पत्ति भनेको अर्को एउटा तरिका के छ भन्दा दान गर्नु है जस्तै आफ्नोमा मानौं आफ्नोमा अब 100 रुपैयाँ छ भने पनि है 5-10 रुपैयाँ दान गर्नु है आफूले जति सक्छ त्यति दान गर्ने है दान गरेको फाइदा चाहिँ के हुन्छ भन्दा अनि आफू पनि भविष्यमा चाहिँ आफूलाई अब आफ्नो धन सम्पत्ति धन बढ्ने है मतलब धनको दुःख नहुने सम्पत्तिको दुःख नहुने त्यस्तो हुन्छ भनेर मानिन्छ है दान गरेको फाइदा चाहिँ र दान गरेको फल भनौं अब खास गरी अब मानौं अब यो जुनीमा हामी जति नै गरिब नै होस् हैन खाना पिनाको दुःख या अथवा जति नै गरिब नै होस् त्यो सबै अब हाम्रो पहिलो जुनीको कर्मले गर्दा भएको हो नि त हैन र अब हाम्रो आउने जुनी चाहिँ हामीले अब आउने वाला जुनी पछिल्लो जुनी कस्तो हुन्छ भन्ने चाहिँ यो पालीको जुनीमा चाहिँ अब यो पालीको जुनीमा चाहिँ भर पर्छ नि त है र त्यसैले चाहिँ यो जुनीमा चाहिँ हामीले सकेसम्म हामीले लोभी नगर्ने है लोभ नगर्ने डाहा नगर्ने है हिंसा नगर्ने है अरूलाई हानि नपुर्याउने है आफूले सकेसम्म सके जति दान गर्ने है र त्यो गर्यो भने चाहिँ हामीले अनि पछिल्लो जुनीमा अथवा भविष्यमा चाहिँ हामी अवश्य हामीले अब हामीलाई पुग्ने जति सम्पत्ति हुने है सम्पत्तिको कमी नहुने धन सम्पत्तिको कमी नहुने त्यस्तो हुन्छ है भन्ने हामीले विश्वास गर्छौं है र आज चाहिँ म तपाईहरुलाई जम्बालाको है जुन धनको भगवान हुनुहुन्छ उहाँको चाहिँ पाठ मन्त्र प्रार्थना भन्ने छु भने अब जम्बाला पनि 5 थरीको जम्बाला मैले देखियो है जस्तै जेजुनरोमा तारा देवी हुनुहुन्छ उहाँ तारा देवीको 21औं तारा देवी छ त्यस्तै गरी जम्बालामा 5 वटा मैले देखियो है 5 वटा कस्तो कस्तो रहेछ भन्दा चाहिँ पहिलो जम्बाला सेतो जम्बाला रातो जम्बाला हरियो अथवा नीलो जम्बाला अनि कालो जम्बाला 5 वटा हुँदा रहेछ है र 5 वटाकै चाहिँ म तपाईहरुलाई पाठ मन्त्र र प्रार्थना त्यो चाहिँ म सिकाउने छु है तपाईहरुलाई भन्ने छु र मैले तपाईहरुको लागि भनेर नेपालीमा लेखिदिएको छु तपाईले त्यो हेर्न सक्नुहुन्छ है र पहिले यो छ पहिलो जम्बाला है उहाँको पाठ यस प्रकारको छ हुङ नोर्गे वाङसुको रिन्सेन तेरगासिङ नेजिन नोरचाङ मंगबो कुंगे छे चाङशो क्योंवे कोंबो जम्बाला ngoduk chokjol zela changsalo हजुर उहाँको पाठ यस प्रकारको छ भने मन्त्र चाहिँ अब हामीले 1 पटक 2 पटक 3 पटक 7 पटक 21 पटक यसरी अब हामीले जति सक्छ त्यति जप्ने है मन्त्र यस्तो छ ओम जम्बाला जलेन्द्रय स्वा 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 ओम जम्बाला जलेन्द्रय स्वाहा यसरी चाहिँ तपाईले जप्न सक्नुहुन्छ र अन्तमा प्रार्थना यस प्रकारको छ गेवाथि न्युर्दो था जम्ला सिरबो ठुग्युर्ने ढोवा चिग्याङ मलिपा दे साला गोबर शो हजुर यो चाहिँ पहिलो जम्बाला को थियो भने अब दोस्रो छ सेतो जम्बाला है पहिले पाठ यस प्रकारको रहेको छ हुङ हिसिन रिन्सेन तेर्गे छरबेपसिङ कांगरी तोगजेन बेजेन नेउले नाम 울풍 동알 껴버려 샤제베 투쟁 양타 껴블라 찬살드 हजुर र
मन्त्र र प्रार्थना यस प्रकारको छ ओम पेमा टोता आर्य जम्बाला हृदय होम फे 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 गेवा थी न्युर्दो था जमला करबो ठुब गिर्ने ढोवा चे ग्याङ मलिपा त्यही साला कोयो परशो भने अब चाहिँ रातो झम्बलाको पाठ मन्त्र र प्रार्थना यस्तो छ हुङ समटुप रेगुङ नुर्बु सम्फेलतर मार्सल रब्जी नुर्बु नेउले नाम हिजिन नुर्बी ङुडुप छर्तर भेप थाम्जे वाङदुई पेमे सुङला त्यो ओम जम्बाला झलेन्ड्रया दाना मेदिह्रे स्वाहा ओम जम्बाला झलेन्ड्रया दाना मेदिह्रे स्वाहा ओम जम्बाला झलेन्ड्रया दाना मेदिह्रे स्वाहा गेवा थी न्युर्दो था जमला मर्बो ठुब गिर्ने ढोवा चे ग्याङ मलिपा त्यही साला कोयो परशो र चौथो जम्बाला हरियो अथवा नीलो उहाँको पाठ मन्त्र प्रार्थना यस्तो छ हुङ नोर्दा छेम्बो आर्या जम्बाला ख्योनी रिन्चेन तेर्गे ताबोते नोर्ला वाङ्ग्युर रिन्चेन छर्दो भेप नाजोर ताला नोर्गे ङोडुप चोल ओम जम्बाला झलेन्ड्रया वसुधरिणी स्वाहा ओम जम्बाला झलेन्ड्रया वसुधरिणी स्वाहा ओम जम्बाला झलेन्ड्रया वसुधरिणी स्वाहा केवा थी न्युर्दो था जमला ngombo ठुब्ग्युर्ने ढोवा चेग्याङ मलिपा त्यही साला खोबर शो र अन्तमा जम्बाला कालो जम्बाला उहाँको पाठ मन्त्र प्रार्थना यस्तो छ है गोम्बो नम्खे दोक्सिन नोर्गे छर्भेपा मागे रांजिन धागबे कुदो ngombo शुक ख्योनी तोर्जे सेम्बा निदे धाग ढेना तांतो येला रेबे टेबु छेबर जु ओम जमलो स्वाहा 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 गेवा थी न्युर्दो ता जमला नक्बो ठुग्युर्ने ढोवा चेग्याङ मलिपा त्यही साला कोयो परशो हजुर अब जम्बालाको धनको भगवान यानी जम्बालाको पाठ मन्त्र प्रार्थना यस्तो थियो है र अब यो पाठ पढ्नु अगाडिको सोच है र पढ्ने बेलाको सोच र पढ्नेको अन्तिममा प्रार्थना गर्ने बेलाको सोच भन्ने सधैँ एउटै हुनुपर्छ है अब धन सम्पत्ति भनेको सबैलाई चाहिन्छ है तर अब यो पाठ पढ्ने बेला मन्त्र जप्ने बेला प्रार्थना गर्ने बेला चाहिँ हामीले आफ्नो लागि मात्र नगरे है मैले सधैँ भन्ने गर्छु संसारका सबै प्राणीहरूको निम्ति चाहिँ हामीले त्यो सोच लिनुपर्छ त्यो सोच हुनुपर्छ है अनि अब संसारको सबै प्राणीले चाहिँ दुःखबाट मुक्ति हुन् है दुःख पीडाबाट मुक्ति हुन् सुख प्राप्त हुन् है अब चाहेको जति धन सम्पत्ति प्राप्त हुन् है र त्यस्तो सोच लियो भने चाहिँ तपाईले एउटै पाठ पढ्नु भए पनि धेरै भन्दा धेरै पुण्य कमाउन सक्नुहुनेछ है त्यो म सधैँ भन्ने गर्छु तपाईहरुलाई अब यो पाँचवटै जम्बालाको पाँचवटै भगवानको पाठ मन्त्र प्रार्थना पढ्नुपर्छ भन्ने छैन है तपाईले अब तपाईकोमा समय कम्ती छ भने जुन चाहिँ सुरुमा थियो 1 नम्बरमा पहिलो जम्बाला उहाँको पाठ मन्त्र प्रार्थना मात्र पढ्नु भए पनि हुन्छ है अनि यो चाहिँ अब थियो धनको भगवान धनको देवता जम्बालाको पाठ है र अनि यो चाहिँ अब तपाईले अरूहरूलाई पनि शेयर गर्नु होला है अब र यसै गरी अब म धर्म सम्बन्धित यस्तो पाठहरू भिडियो बनाउने गर्छु है अनि तपाईले हेरिदिनु होला है र फेरि पनि यस्तै भिडियोहरु म बनाउने गर्नेछु है र अब फेरि पनि अर्को भिडियोमा भेटौँला हस्त अनि धन्यवाद।